अहिले म यहाँनिर आइपुगेको छु इन्द्रेणी फल्स है ल। इन्द्रेणी फल्स चाहिँ यहाँनिर अहिले फेरि तपाईँले यहाँ देख्न सक्नुहुन्छ होला इन्द्रेणी फल्स, जो धेरै माथि धेरै दामी छ जग्गा है। र यहाँनिर बसेर हेर्ने जग्गा पनि छ है। यो देख्नुहुन्छ, तपाईँलाई म देखाउँदैछु। यहाँ चाहिँ बस्ने जग्गा हो है, बसेर हेर्ने जग्गा हो। र इन्द्रेणी फल्स चाहिँ यहाँनिर छ। यहाँनिर छ इन्द्रेणी फल्स चाहिँ। र यो चाहिँ एक्ज्याक्ट लोकेसन चाहिँ सुनौदाबाट झरेर पच्याङको रोड आउनुपर्छ, त्यसले चाहिँ टर्न लिनुपर्छ। र यस्तो भिडियो लिएर फेरि तपाईँहरूको सामु फेरि आउनेछु। भिडियो मन परे लाइक सेयर अनि सब्सक्राइब गरिदिनु होला। र तपाईँलाई इन्द्रेणी फल्स कस्तो लाग्यो कमेन्टमा पनि बताउनु होला। र अवश्य यहाँनिर पिकनिक गर्नु है, पिकनिक खेल्नु, फ्यामिलीसँग है टाइम स्पेन्ड गर्नु आउनु सक्ने बहुत राम्रो लोकेसन छ। र हिउँदो बर्खा है यो यतिकै हो पानी। र यहाँनिर अलिकति जोरले घाम पर्दाखेरि पनि इन्द्रेणी रेम्बो देख्न सक्नुहुन्छ। त्यही भएर इन्द्रेणी फल्स नाम है। ल तपाईँहरूलाई मन परेदेखि कमेन्ट कस्तो लाग्यो कमेन्ट गरिदिनु होला।